बेस्ट थियो ल ओके हेलो हेलो यो चाहिँ खानेकुरो पनि ल्याएछ यो ढुङ्गा मिठाई भन्छ यो चाहिँ उहाँ लामालाई दिनुभएको यहाँ हाम्रो गेला प्र्याक्टिस टाइम आज चाहिँ खतरा नाच्नुहुन्छ प्र्याक्टिस मात्रै दामी दामी सबै सबै नाच्नु हुँदैछ जाडोमा तात्तिन्छ यहाँ डगी पनि नाच्ने अरे दामी भयो आज दामी भयो यो त हेर्नु है दामी भयो आज आज दामी भयो आज अस्ति भन्दा दामी खतरा नाच्नु भयो आज चाहिँ राम्रो भयो आज खतरा राम्रो भयो आज यहाँ आज त हेर्नेहरू पनि पुरा यसपालि उहाँ चाहिँ नाच्नु भएन रहेछ यसपालि तपाईँ चाहिँ ननाच्नु भएको यसपालि नाच्नु पर्दैन ए यसो सबै हेर्नेहरू कता उडाउनु भएको छ तपाईहरु चाहिँ कतादेखि आउनु भएको यो आजको उयो प्रोग्राम हेर्नु यहाँ चाहिँ तर बाहिर बस्ने हुँदो रहेछ सिक्किममा यहाँ अर्को टुरिस्ट पनि आएको छ हाम्रो तपाईहरु चाहिँ कतादेखि आउनु भएको होला अलिकति भन्नु पर्यो नि के छुवा बस्तीको हुनुहुँदो रहेछ आज चाहिँ पुरा हेर्नेहरू पनि लिएर आएको छ हामीले गाडीभरि तपाईहरु चाहिँ कतादेखि हो अलिकति भनिदिनुस् न हजुर सिक्किम कुन जग्गाबाट हो गान्तोकदेखि आउनु भएको रहेछ उहाँहरू यहाँ चाहिँ हाम्रो सिरियस छ हाम्रो टिचर्स चाहिँ केही बताइदिनुहोस् न तपाईँले उहाँहरूको डान्स कस्तो लाग्यो के हो तपाईको नाम चाहिँ के पर्यो होला अच्छा टिबिटेन हो होला टिबिटेन यहीँ बस्नुहुन्छ कालिम्पोङ निकै अस्तिभन्दा निकै उयो राम्रो आउनु थालेछ जाडोमा चाहिँ तातो हुने रहेछ यहाँ हाम्रो खेम्पोलामा आइपुग्नु भएछ टासिदिले खेम्पोला दर्शन पायो धेरै दिन बाद केही बताइदिनुहोस् न डान्स हेर्नु हुँदै होला कस्तो छ के छ भोलि के कस्तो लाग्यो तपाईँलाई अलिकति राम्रो छ डान्स एकदम राम्रो छ अनि आज ढिलो आइपुग्नु भयो पुरै समय रेस्ट पनि गर्नु भएको छैन रहेछ पुरै आज बस्नुहुन्छ कि तपाईँ फर्किनुहुन्छ कि अब राति हुँदा है
हजुर जानुहुन्छ कि भने त अप्ठ्यारो हुन्छ फेरि हो त्यतिको चाहिँ हुनु पऱ्यो हाम्रो बस्नुपर्छ अब ए कताबाट आउनु भएको थियो आज चाहिँ टाढै थियो होला ट्रिप काम गऱ्यो ए हजुर आज लास्टमा लस हो धन्यवाद थ्याङ्क यू थुजी छ ल यहाँ पनि अलिकति केही बताइदिनु पऱ्यो गोरुबथानको शुभचिन्तकहरूलाई यसो अलिकति केही दिनु पऱ्यो अब होइन तपाईँको गोरुबथानको यता त अब यताकै उयो हो नि त त्यही गोरुबथानको साथीभाइहरूलाई नमस्ते हाई हेलो केही बताइदिनुहोस् चिन्नुहुन्छ होला है उहाँको नाम चाहिँ के भन्छ तपाईँको नाम अलिकति बताइदिनु नि यता लाइटमा उज्यालो सागर लामा यहाँ गोरुबथानको फ्रेन्डहरू छ निलो सागर लामा है कर्म ऐश्वर्य रे गुम्बा चाहिँ है गाउँको चाहिँ सागर लामा उहाँ चिन्नुहुन्छ होला गोरुबथान बासिन्दाहरू भोलि पर्सि आउँछ यो भिडियो चाहिँ 1-2 दिन बादमा किनकि यहाँ प्र्याक्टिस गर्नुहुँदैछ अहिले नलाउनु भन्ने छ त्यो कारण हो यो चाहिँ यहाँ पनि हेर्नु हुँदैछ यहाँतिर पनि पुरा छ जाडोमा तपाईँहरू चाहिँ कतादेखि हो अलिकति बताइदिनुहोस् न केही यहीँ दुर्पिनकै रहेछ तर आचाहरू प्र्याक्टिस गर्नु हुँदैछ यो तर 1-2 दिनमा आउँछ यो भिडियो चाहिँ अहिले लायो भने मार्छ मलाई पनि हो ए अहिले नलाउनु भन्ने छ जस्ट भिडियो गरिराखेको रिमेम्बरलाई अनि यसो तपाईँहरूको पनि फेसबुक युट्युबहरू छ नि यसो मलाई सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नु होला नर्बु भुटिया छ कि यसो अलिकति तपाईँहरूले सपोर्ट गऱ्यो भने चाहिँ उँभो लाग्ने हो हामी है नेपाली बुझ्ने ल्याएबाटै हो यहाँ पनि पुरा हुनुहुन्छ जाडोमा चाहिँ दामी छ तपाईँहरू कतादेखि हो ल कतादेखि हो यहाँ मनसङदेखि हुनुहुँदो रहेछ सिङ्गो यहाँ सबै मनसङको नि तपाईँहरू मनसङ गुम्बा लाइन कि सानो मेमे गुम्बा छेउतिर ए आज बस्नुहुन्छ होला तपाईँहरू पनि है ए हजुर ए हुन्छ थ्याङ्क यू है तपाईँहरूले बाई बाई सबैलाई